त्यो के हो त त्यसो हेर्न अमिलो होला हाम्रो परिकार हो न के भन्छ यसलाई सिकुवा सेकुवा बाइक अन्त सिकुवा बातेन चाहिँ बाघ त आछ तर हामीलाई डर छैन है हामी चाहिँ जङ्गलमै आएर हो यस्तै हो दाउरा यो जङ्गलमा यो पुरै हाम्रै जङ्गल हो दाउरा जति पनि भाँस अलिकति भाँस दाउरा आइज त्यो पाउँछ कि टेन्सनै नगर्ने दाउराको यत्रो दाउरा सुकेको दाउरा सबै दाउरा त हो नि होइन र उठे त्यता भनेको अब त्यता मान्छेहरू त्यही छ क्या अझै यत्रो दाउराहरू छ यहाँ ढलेको हावा आएर हामी यो ठाउँमा आइसक्यो दाउरा यसरी कलेक्सन गर्ने हो होइन हाम्रै जङ्गल हो अब दाउरामा जति पनि पाइन्छ यहाँ चुलो बनाऊ चुलो अहिलेको चटनी हो कि यो त्यो निकाल्ने हो यो बल्छ र सुनिन चिसोले मा ढाल्यो होला छैन कि खान्छ त्यहाँ पुग्छ बोक त्यो तिनटै बोक्न आइज आगो बल्न सुरु गरिसक्यो गोस दाउरा कोइला निस्किन्छ यो हाल्न भित्र अलिक बोसो छिटो पग्लिन्छ के यहाँ राख्नु हो त्यहाँ जम्मा 4वटा त छ नि हामीसँग मसला हालेको र मसला खास हाल्नु पर्छ नि कस्तो बनाइन्छ दिन्न हो हाम्रो घरतिर सेकुवा यस्तो हुन्छ मुङुरको सेकुवा ल यता हेर न आइतेके माछा हेर्न ओइ कहाँ नि गरे यति राति कोलाई धेरै नहाला बेरै हुन्न मान्छे मार्न कसै पारी लग्यो त खोला खा खोला त कसरी पारी लग्यो भनेको त पर्दैनस् किन टाढा हाल्नुपर्छ अहिलाबाट भेट्दै जाए कुसाएर नहोस् ए यी चाहिँ कम आजात बोल्यो स्कुल नि ए जात बोल्यो
हरा अनि पहिला पुग्दैन बेन अहिले फेरि म उपालो र अनि वार भन्नु थियो नि नुनी आज ए आज चाहिँ हामी मासु खानपिन गर्न गइरहेका छौँ तैँले नि खान्छस् मामा सिरी खाँदैन मैले त्यो नाच है के खान्छस् त हामी त मासु नै खाएन कि त्यस्तो पुग्न लाग्यो नि मलाई राम्रोसँग निकाल्ने बेला गाह्रो हुन्छ फेरि यता पोलेर साप्नु पनि छैन सुरु भयो सके पातले हुन्छ के पत्ता बहुत धेरै छ यहाँ अब यहाँ बिचमा राखेको हुन्छ नि यहाँ बोल भन्नु यो त जल्दियो कि कस्तो अब बिचमा राख्नु न बरु अब त्यो थर्ड ठिक छ अहिले बोसो चुई चाहिँ जल्छ क्या त्यो पनि अहिले आगो पुरै भरभर्ती बन्छ पकाउनु गाह्रो हुन्छ त्यो अब एक राउन्ड खोला जङ्गल झिर कम पऱ्यो क्या है झिर नागानी के मामा जोसले साथी नबस्ने र मा होला जिम खान्छ आजकल जोसले गए नुनी गरम छान्ने छ क्या मामा लाग्नु केले हो सात नाङ्छ के यस्तो यस्तो गर्ने कुरा ल्याउनु पर्थ्यो होइन बहुत धेरै भयो कि आगे त्यो राफा हो त्यताबाट पर्दैन त्यस्तै होइन त्यस्तो त फोइलमा त्यो सिलिफोइलमा हालेर पोल्नु पर्छ कि पक्क त्यसै भित्र डढेर त्यस्तो कहाँ हुन्छ त मामा जङ्गलमा आएपछि होइन पक्क पार्छ ऊ अलिक मिठो पनि हुन्छ त्यो यहाँ त आधा त यो उयो खरानी खाएरै पेट भरिन्छ तर डाङ्गल नाक्नु त डिएसएल क्यामेरा लगाएर दासो कलप छोडिदिए अब आफै हुन्छ हामी एकछिन खेलेर बसे नि हुन्छ होइन केही छ भन्नु छ केही छ तपाईँको छैन देख्दा त एकदम खाउँ जस्तो लाग्छ क्या के गर्ने त होइन खान मिल्दैन कोक खाने चित्त बुझाउने है चिन्नी भन्न के बोलेको फेरि रातो भएको छ होइन दाइकोमा त रातो भाषा हाले क्या मैले ज्याङ ज्याङ ल खसिएँ मैले म खाउँ लाग्यो भने के अन्त खानै हुँदैन ऊ त्यो त ऊ कोइला खा क्या त्यहाँ माथि मासु हो त्यो के माथिको उयो फर्स्टमा त काँचै खाउँ जस्तो लाग्छ नि त सुरुमा जस्तो भयो भने खाइन्छ नि त अनि पछि पछि बल्ल छानी कुखुरा पनि छाला नखाने घाँटी नखाने हुन्छ घाँटी साटी नखाने पखेटे सखेटे नखाने अलिअलि खारेक पारे हड्डी होइन रेडी साना तिनी ल अब रेडी भयो हाम्रो के भन्छ अरे यसलाई सेकुवा हो मोटे आज तैँले हाम्रो सर्भिस गरे मोटे बोल्ला जस्तो फेरि तयारी हुँदैछ यहाँ फेरि बस्नको लागि होइन के हो यो बस्नको लागि होइन त अब हामी अर्को चल्दैन यो वाला हो हाम्रो चिसो कोखाएर भने चित्त जाने होला सर्भिस गर्नुहोस् तपाईँले होइन महिना 20 गते 12 महिना 20 गते का दिन हामी रमाइलो गर्न आइएको छ चलो थियो कुवा प्रोग्राम खोला किनारमा सेकुवा बनाएको छ कहाँ गयो? आउनुहोस् 400 रुपैयाँ कसलाई जिस्का केटीहरू छ क्या त्यहाँ बाख्रा चलाउन आएको अरे उहाँ यहाँ जिस्काइरहेको छ अहिले मैले नि मग्ला यार घरमा त मङ बस आके हो बसाउनै पर्यो नि यार त्यो फोडो न ए यहाँनिर यो खोल त 400 रुपैयाँ झिर आयो कसो फुल्के त्यो त नकै स्प्राइट के ए ऊ भेने खोलेको चोचेको मासु चोचेको फेरि बिचारा क्या कोक्रा दुखाले पकाइ यो घुमेको छैन तपाईँको मासु एकतिर मात्र पहिला क्या जिस्काउँथ्यो यसले मेरो पनि पाला जिस्काइदिन्छु आज भोलि त खाने मान्छे त्यही त हुन् वनभोज खाना आउनु भएको छ कस्तो छ म चाहिँ क्यामराम्यान होइन आज त म नाम त बसिहाल्यो कि अझै उताबाट खिचेपछि यता आउँछ त्यो जङ्गलमा भोज खाना आएको होइन यहाँ चाहिँ यस्तो छ क्या ल कृपया त होइन हेरेर यसो मिठो स्माइल दिनु काली साली भए पनि के हुँदैन क्यामेराले गोरो देखाइदिन्छ तपाईँहरूलाई
त्यो जङ्गल चाहिँ अँध्यारो होइन यहाँ चाहिँ के छ र आफ्नै त हो नि हो बिहा चाहिँ तपाईँ ठिकै छ काटो नि राखेको मैले काट्छ मलाई बिर्नु गुल्ला बनायो भने भयो गराउनु न भाउजू साउजूवाला भाउजूले हेर्ने होला नि त नि फेरि म चाहिँ क्यामराम्यान होइन उहाँहरूलाई यसो के छ हेलो के छ हिसाब किताब मिलेन क्या यता मोटे तयार भएन हाम्रो परिकार यहाँनिर के फिल्ममा रहेछ आजका दिन रात पऱ्यो त हिलिउडतिर ल्याए रात पऱ्यो हो पुरै घाम अस्ताइसक्यो यार तर अब यति गरेर अब हामी चाले राति घर जाने बेला ल अब होइन त अब मासुलाई फाइनल मासु हो यो अब चाहिँ हेर झापो पारेर अब लाग्नुपर्छ यो टाढाको बाटो बाघ साग हिँड्छ यहाँ बाघ भालु फेरि मासु सट्टा बाघ भालुले आफ्नोलाई शिकार बनायो नि हुन्छ पुगेन होला होइन अझै खानुपर्छ खुट्टा उ भयो त्यही माछाले जेउ के नि नहीं माछा दिन कि माले पेटमा गएपछि पाक्छ यार पोल्छ आगोले पेटमा गएपछि पाक्छ क्या त्यो दिनालो छ मै खै बोटे पानी हाल्नु त मोटेसले होइन नि धेरै न ल ढकन आगो निभाइदियो अब यो चैत वैशाखको बेला हाउरी लाग्छ क्या हुन त हाम्रो जङ्गल सल्किन्न त्यही पनि के भर्नु ल ल मेरो सिचुको दोकानमाला हाली सबै छ होइन कौ हाल रातै पर्यो है यहाँबाट गयो नि यताबाट गयो नि काम राम्रोसँग अवस्था छैन क्या अझै जुन लगाइसक्यो घाम अस्ताइसक्यो रात परिसक्यो हामी अब घर फर्किँदैछौँ ज्याकेन्द्र खुग्गा नि झ्याप्छन् भने क्या हो र